यो चाहिँ अब तल झर्दै गरेको बेला जतिजना हुनुहुन्छ है हेरिरहनु होला। धेरै यस्तो भिडियोहरू म अझै हालिरहने छु। अब चाहिँ हामी तल झर्छौँ ल। यो चाहिँ अब 8 फ्लोरबाट अब तल झर्छु होइन। यस्तो बेला लाइन गइदियो भने त तनाव टेन्सन हुन्छ नि। लगभग 1-2 घन्टा लाइन गइदियो भने त कतैबाट हावा छिर्ने ठाउँ छैन, निस्सासिन्छ त पुरै। ऐना नि खतरा रहेछ त्यसको। ल 4 मा आइसक्यो। 4 3 2 1 0। ल अब यो आफै खोलिन्छ। ल यो चाहिँ अब अपार्टमेन्टबाट तल झरेर चाहिँ यो चाहिँ हाइवे रोड भयो। अपार्टमेन्ट चाहिँ यही माथि नै भयो। ल यो चाहिँ हाइवे रोडमा तर हेर्नुहोस् न सबैजनालाई कतै न कतै जान पुरा हतार भइरहेको छ क्या। कसैलाई रुकिने नामै छैन। पुरा कुदिरहेछन्, कोही स्कुटीमा, कोही ट्याक्सीमा, कोही आफ्नो पर्सनल गाडीमा होइन, कोही बाइकमा। जस जिन्दगीमा सबैलाई हतारै हतार छ क्या, रुक्ने नामै छैन। ल हेर्नुहोस् यो चाहिँ यहाँ चाहिँ हाम्रो पार्क जहाँ चाहिँ पर्खेर बसिरहनु भएको रहेछ एकजना। अब पार्कमा त्यही त होला नि, अब कसै न कसैलाई पर्खेर बस्ने, के गर्नु। भाग्यमा त लिएर नै आएको हो, कसैलाई पर्खेर बसिरहेछन्। ल यो चाहिँ भगवानको मन्दिर। ल अब अरू भिडियो हेर्नको लागि चाहिँ हजुरहरूले लाइक अनि कमेन्ट होइन फलो गरिदिइराख्नु होला। तपाईँहरूको लागि यस्तै अरू भिडियोहरू आइरहन्छ है। ल हेरेर एकछिन यसो रमाइलो होस्, मुड फ्रेस होस्। थ्याङ्क यू।